आमा हजुर के मही लिन आउनु भएको ल यो मही ठ्याक्कै 120 भयो पैसा निकाल्नु पैसा निकाल्नु अनि त्यसै त मैले दिँदा हुँदैन तपाईँ केही ल्याउँदाखेरि मलाई 1 सेकेन्ड दिनुहुन्छ पैसा निकाल यहाँ पैसा निकाल भन्नुहुन्छ मलाई पनि त पैसा चाहियो नि त पैसा ल्याउनु त आमा दुइटै हो तपाईँले दुइटै भन्दा दुइटै दिएको छु पैसा चाहिँ निकाल्नु न खुरुको आमा यहाँ मसँग झट्पट बसेको म आमा होइन आमा त हो अहिले चाहिँ आमा मलाई भन्छ टिप्ने पार्छ अहिले चाहिँ म लिन आउँदा मलाई पैसा भन्छ यो बाबा हो नि आउने नआउने हजुरले भने होइन कसैको नखानु पनि कसैलाई नदिने पनि त्यतिकै भनेर हजुरले सिकाएको हो क्या नि त्यो अर्थै मलाई त्यसो गरेपछि अनि तपाईँले चाहे आमा होस् चाहे बाबा होस् गल्तीमा छोड्नु हुँदैन भनेर भन्नुहुन्थ्यो त्यही भएर मैले कुरो गरेको मैले दिन्न पनि नदिने भए मैले भर किन ल्याउँथेँ त तपाईँलाई नदिने भए ल्याउँथेँ भर अब के गर्ने त नि अब तपाईँले भन्न त्यस्तै गर्न सिकाउनु भएको कसैलाई दिँदाखेरि कसैको नखानु कसैलाई दिँदाखेरि त्यसै मोही पनि हुँदैन त्यो कुरो मलाई किन पहिले भन्नुभयो नि त यस्तो बाटो हिँड्दा पनि अहिले भन्दा हुन्छ अब त्यसो हो।